हेलो साथीहरु नमस्ते के छ खबर सन्चै हुनला आशा गर्दछु म पनि एकदम ठीक छु साथीहरु के तपाईहरुलाई पनि ड्रम स्टिकको सुप खान मन छ साजनाको सुप बनाएर खान मन छ त यसरी बनाएर खान सक्नुहुन्छ यो भिडियो तपाई स्किप नगरेर जरुर लास्टसम्म हेर्न होला साथीहरु आज मैले यो साजनाको ड्रम स्टिकको सब्जी बनाउन गइरहेको छु यसको दाल सुप कसरी बनाउने तपाईहरु भिडियो हेर्नलाई साथीहरु यो मलाई ड्रम स्टिक यस्तो मन पर्छ के यसको सब्जी एकदम मन पर्छ म सब्जी पनि बनाएर खान्छु यसको अनि सुप बनाएर पनि खान्छु अनि यो बनाउने तरिका अलग अलग छ साथीहरु आफ्नो आफ्नो तरिकाले बनाउन सकिन्छ र कस्तो पनि बनाउन सकिन्छ तर साथीहरु म तपाईलाई सुप टाइपले बनाउन सिकाउँदै छु यो भिडियो यहाँ तक जरुर हेर्नु होला अगर यो भिडियो राम्रो लाग्यो भने एकदम लाइक फलो जरुर गर्नु होला ओके अनि साथीहरु यो यसलाई यसरी पिस पिस काट्ने यो साजना कलाई मन पर्छ साथीहरु एकदम कमेन्ट गर्नु होला ल अनि मैले त यो साजना भन्न सुनेको छु तपाईहरु के भन्नुहुन्छ यसलाई ड्रम स्टिक भन्दो रहेछ इंग्लिशमा तपाईहरुतिर के भन्छ यो सब्जीलाई अनि कोलाई मन पर्छ साथीहरु जसलाई मन पर्छ उले एकदम कमेन्ट गर्नु होला ल मेरो कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला कोलाई मन पर्छ मलाई त एकदम मन पर्छ साथीहरु यो ड्रम स्टिक खाँदाखेरि ड्रम स्टिकमा धेरै फाइदा छ यो सब्जी जुसहरु खानाले यसको सुप खानाले धेरै फाइदा गर्दो रहेछ बच्चाहरुलाई पनि खिलाउनु पर्दो रहेछ अनि साथीहरु यो चाहिँ बीपी हाई र सुगर भएकोलाई चाहिँ एकदम अझै राम्रो हुँदो रहेछ तर बीपी लो जसको छ नि उले चाहिँ ज्यादा नखानु है साथीहरु अझै लो बनाउँदो रहेछ बीपी लो हुनेहरुले कहिलेकाहीँ खाइ पनि तर डेली चाहिँ नखानु होला साथीहरु एकदम बीपी लो बनाउँछ यसले जसको बीपी हाई छ उले चाहिँ एकदम खानु होला साथीहरु एकदम बीपी जसको हाई छ लो बनाउँदो रहेछ अनि साथीहरु यसलाई यसरी पिस पिस बनाउने के यसरी पिस पिस बनाउने यसरी यसको बोक्रा त छाड्दा पनि हुन्छ यसरी मजाले यसको बोक्रा आउँछ हेर्नु साथीहरु यसरी बोक्रा मजाले त छाडिन पनि सक्छ यसको बोक्रा त छाड्दा पनि राम्रो तर यो सुप बनाउँदाखेरि न त छाड्दा पनि केही फरक पर्दैन अनि मैले यसरी बर्तनमा राखे यसरी कुकरमा यसलाई सिटी लगाउने यसरी कुकरमा मैले राखे बोक्रा न त सारी राखे बोक्रा त छाड्दा पनि राम्रो तर नछाड्दा पनि केही फरक पर्दैन यसले यसको झन् अझै पातहरु एकदम पातको पनि सब्जी बन्दो रहेछ एकदम मिठो हुन्छ पातको सब्जी पनि काँचो पातलाई पनि बिहान उठेर बिहान उठ्ने बित्तिकै यसको पत्ताहरु चपाएर खाँदा झन् एकदम राम्रो पनि हुँदो रहेछ बीपी हाई हुनेहरुलाई पात पनि सुकाएर पनि धुलो बनाएर पनि खाँदो रहेछन् जुस बनाएर पनि खाँदो रहेछन् काँचो पत्ता पनि खाँदो रहेछन् पत्ताको सब्जी पनि खाँदो रहेछन् मैले पत्ताको सब्जी पनि बनाएर खाएको छु अनि यसमा चाहिँ मैले यो राखे त्यसपछि मैले टमाटर र प्याज काटेर मैले यसमा मिक्स गरे अनि यो साम्बर मसला आउँछ यो प्याकेटमा यो साम्बर मसला मैले थोरै राखे पछि यसमा मैले पानी राखे यसरी थोरै पानी राखे अनि यसलाई 3-4 सिटी लगाउने हो यसलाई अब यसरी बन्द गरेर 3-4 सिटी लगाउने हो साथीहरु मैले 3 सिटी लाग्यो 3 सिटी बाद अब यसलाई मजाले मिक्स यसरी मैले यसरी थिचे यसरी थिचे अब यसमा यो गरम छ चिसो पानी हालेर अर्को भाँडा लिएर अर्को भाँडामा यसरी छान्ने यसरी छान्ने यो यसरी छान्ने यसलाई यसरी रसबारी निकाल्ने अब यो जो बचाउँछ यो डट्ठा अब यसलाई यसरी मिक्सरमा पिस्ने यसरी मिक्सरमा पिस्ने अब यसलाई अब यो डन्ठालाई पनि मैले यसरी अलिकति पानी हालेर मिक्सरमा पिसे मैले यहाँ साथीहरु मैले यो मिक्सरमा पिसे डन्ठालाई पनि अब फेरि यो डन्ठालाई छन्नीले छान्ने अब यसरी पानी हाल्दै छान्दै गर्ने अब यसलाई साथीहरु हेर्नुस् यसको सबै जुस निस्किन्छ पिचकाइदिने साजनाको यो सब्जी खान बच्चाहरु एकदमै मान्दैन किनकि डन्डी हुन्छ तिनीहरुको लागि यसरी बनाएर खान सकिन्छ हेर्नु साथीहरु मैले सबै जुस निकाले अब यो डन्ठाभरि यसरी निक्लिन्छ यसलाई अब मैले फ्याँकिदिएँ यसको केही काम छैन यो डन्ठा मैले फालिदिएँ डन्ठा छिटो यो मैले सबै जुस निकाले हेर्नु साथीहरु यो गरेको छ यो डन्ठा यसरी मैले जुस निकाले अब यसलाई यसरी नै यो जुस नै पिन पनि सक्नुहुन्छ अब यसलाई फेरि झान्छु म तेलमा झानेर यसलाई दालको रूपमा खाने अब मैले यहाँ तेल तातिसक्यो तेल ताकेपछि लाल मिर्च राखेँ कति टिमुर अलिकति जीरा अलिकति राय
और यो करी पत्ता अनि यो लसुन हाल्न बिर्सेँ मैले लसुन पनि हालेँ अब यसलाई चाहिँ पकाउनेछु अब मेरो यो सुपलाई यसैमा खनाल्न यो मेरो सुप दाल बन्यो अब यसमा फेरि यसमा मैले अलिकति थोरै गुड हालेँ मिठाई गुडका मतलब मिठाई अनि त्यसपछि मैले स्वादअनुसार नमक पनि हालेँ थोरै हल्दी हालेँ अनि त्यसपछि मैले यहाँनिर इमली हालेँ इमलीको जग्गामा निम्बु पनि हाल्न सकिन्छ काकती यसरी साजनाको झोल सुप पाकेपछि माथि माथि यो धनिया हरियो धनिया काटेर यसरी हालिदिने अब हाम्रो यो सुप साजना ड्रम स्टिकको सुप बन्यो अब यस्तो मिठो गरी यसलाई रोटीसँग चामलसँग जोसँग पनि खान सक्नुहुन्छ यसलाई यत्तिकै सुपको रूपमा पनि पिन सक्नुहुन्छ तपाईहरुलाई सुप बनाएर खानुहुन्छ भने यसरी खानु साथीहरु यो मेरो भिडियो तपाईहरुलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट एन्ड फलो जरुर गर्नु होला साथीहरु ओके बाइ बाइ थ्यांक यू